सो हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई। हामी चाहिँ आज यता कर्नेसतिर आएको छौँ। मैले अगाडि भिडियो गराएन, यतातिर भर्खर यहाँ स्टार्ट गरिरहेको छु। अब हेर्नु होला लास्टसम्म होइन, कस्तो लाग्छ कमेन्ट गर्नु होला है सबैजनाले। यतातिर एकदम राम्रो लाग्यो, त्यही भएर मैले भिडियो बनाइरहेको छु है। तपाईँहरूलाई पनि जहाँसम्म लाग्छ राम्रो लाग्ने छ। कस्तो लाग्छ तपाईँहरूलाई यसो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। मैले पहिल्यै भनिसकेको छु, हाम्रो साथीहरू यता छन्, अनि यता 3-4जना चाहिँ मेरो पछाडितिर, पछाडि यता अगाडि हुनुहुन्छ, अनि म चाहिँ यताबाट गइरहेको छु है। यताबाट ठुलो पार्किङ छ अरे यता अगाडितिर, अनि त्यसपछि त्यहाँनिर पार्क लाग्छ अरे क्या। मैले टिकटकहरूमा धेरै राम्रो राम्रो भ्यूहरू देखिरहेको थिएँ, त्यही भएर मैले भिडियो चाहिँ बनाइरहेको छु होइन। कस्तो लाग्छ हेर्दै गर्नु, एकदम राम्रो छ, एकदमै राम्रो रहेछ च्याप्प। ल खतरा छ है। साथीहरू आफ्नै पारामा हिँड्दाखेरि म चाहिँ आफ्नै पारामा। खतरा छ खतरा। तपाईँहरू नै कतारमा हुनुहुन्छ नि एकचोटि घुम्न आउनुहोस् है साथीहरू, एकदम राम्रो छ यार। यतिको राम्रो हुनु भनेको धेरै राम्रो हो क्या। कटार जस्तो ठाउँमा होइन, भन्छ नि मरुभूमिको ठाउँ, तर मरुभूमि हेर्नु न, यहाँ ठाउँमा आउनुभयो भने तर मरुभूमि होइन क्या, खत्रै ठाउँमा आएको जस्तो लाग्छ कि। यस्तो बाटो खजुरको बुदाहरू चाहिँ यतातिर छ। ल यता त बोटिङहरू गर्न सकिन्छ, नाउँहरू छ होइन, डुङ्गाहरू क्या, डुङ्गाहरू रहेछ यतातिर। ल हेर्नुहोस् है, यस्तो राम्रो छ, यस्तो राम्रो, धेरै राम्रो छ। ल यस्तो राम्रो रहेछ क्या। त्यहाँ पहिलातिर फोटो खिच्ने काम पनि हुँदो रहेछ यतातिर, फोटो खिच्दैछ यतातिर है, फोटो खिचिदिने मान्छेहरू पनि हुँदो रहेछ। आहा धेरै राम्रो छ, धेरै राम्रो। बताइए जाउँ न त सिधा अगाडि आऊ, अगाडि तर यतातिर राम्रो छ। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ यतातिर, पुरा क्विनहरू होइन, यतातिर मोन्टो निकाल्ने, यता मान्छे एउटापट्टि पल्लोपट्टि बसेर यतापट्टि एउटा चाहिँ भिडियो गर्न सकिने रहेछ है। हजुर होइन केसको ओ मलाई देखेको थिएन, यता सिटी सेन्टर रहेछ नि। म मोबाइल खतरा अर्कोचोटि आउँदाखेरि मोबाइल अलि राम्रो खालको क्वालिटी भएको मोबाइल किन्न आउँछु, किनकि यो चाहिँ एकदम थर्ड क्लास क्वालिटी छ क्या मेरो मोबाइलको होइन, त्यही भएर राम्रो तपाईँहरू देखाउन सकेन। यही हो ल भ्यू चाहिँ सबै चाहिँ सिटी सेन्टर है। मैले राम्रो क्वालिटीको मोबाइल बनाउँथेँ कि, तर यहाँबाट चार्जै सकियो यार यस्तो मोबाइलमा, त्यही भएर अब
मेरो मोबाइलमा त गरेर आएको छु। अब हामी यो पार्कमा जाँदैछौँ। यो पार्कमा जाने होइन, हामी यो अगाडिको पार्कमा गयो भने च्याप्प पारीको सिन देखिन्छ राम्रो। यहाँ पारी धेरै राम्रो देखिन्छ सिनहरू, एकदम राम्रो। समुद्र भन्ने रहेछ क्या, समुद्र पुरा समुद्रको किनारमा हाम्रो साथीभाइहरूको साथमा होइन च्याप्प हिँड्दै रमाइलो गर्दै। तर हाम्रो साथीहरू 2-4 हराइसके। जहिले यस्तै हुन्छ हाम्रो साथी जहिले हराउँछ अरे। हराइसक्यो होइन? तेरि हराएर बर्बाद भयो नि त साथीहरू। आँखाले भ्याउन नसकिने रहेछ यतातिर चाहिँ समुद्र। तर मैले चाहिँ हेरिरहेको छु, तपाईँले चाहिँ हेर्न सक्नुहुन्न, किनकि अब मोबाइलको ऊ छैन नि त, क्यामेरा राम्रो छैन नि त, त्यही भएर तपाईँले देख्न सक्नुहुन्न। म चाहिँ देखिरहेको छु धेरै परसम्म। यतातिर यस्तो राम्रो रहेछ। हामीले यहाँनिर जुन देख्न सक्छौँ, जुन रहेछ च्याप्प ठाउँ है, यस्तो खतरा रहेछ। साथीहरू चाहिँ यतातिर रमाइलो गर्दै लाइट बलिसक्यो त अनि यहाँ त झिलिमिली। यही बसौँ न एकछिन, यहाँनिर सिटी सेन्टरको टापुमा आइपुग्यो हामी चाहिँ यतातिर। ल हाम्रो यो छुतेका साथीहरू पनि यहाँनिर आइसकेका छन् है। हाम्रो छुतेका साथीहरू च्याप्प यिनीहरू हुन् है। ल आइसक्यो अहिले चाहिँ, ठिक छ नि? कहाँ हराएको तपाईँहरू यार? बिजी हो? किन हो त्यस्तो? मैले चस्मा किन भनेको? ल घाम पनि डुब्यो होइन, वहाँनिर पुगिसक्यो घाम चाहिँ। अब भोलि च्याप्प ड्युटी पनि जानुपर्छ होइन। अब ड्युटी पनि जानु पर्यो, अनि गएर खानासाना बनाउनु पर्छ। बिहान ड्युटी जानु पर्यो। अब काम गर्न आएको होइन, परदेशमा घुम्न आएको होइन। यसो फ्राइडेको स्पेसल हल्का घुम्न चाहिँ आएको। अब घुमेर रुमतिर हामीहरू जानु लाग्यो। चप्प यहाँ अगाडि के भन्छ झन्डा भएको ठाउँमा जान्छ हामीहरू, त्यसपछि रुम फर्किन्छौँ। हेर्दै गर्नु है त। ल यताबाट घुम्दै हामीहरू चाहिँ पानीको फोका जस्तै भयो हाम्रो माया भन् जस्तो यहाँनिर आइपुग्यो। अँध्यारो भयो नि त। अब एकछिनमा लाइट बोल्छ, झिपिक एकदम राम्रो भ्यू हुन्छ है। ल यो पानीको फोकाबाट हामीहरू चाहिँ सिधा अगाडि, अब हाम्रो फोकस भनेको झन्डा भएको ठाउँमा चाहिँ जान्छौँ हामी चाहिँ होइन। धेरै झन्डा भएको ठाउँमा जानेवाला छौँ हामीहरू चाहिँ। हेर्दै गर्नु है त, एकदम धेरैभन्दा धेरै झन्डा। फेरि हामी जङ्गलभित्र आइयो है नि त। पुरै जङ्गलै हो यार। हेर्नु यो कलमी गरेर चाहिँ क्या, यो बुट्टाहरू कलमी गरेर अर्को ठाउँमा सार्ने यस्तो आइडियालाई है तपाईँहरूले पनि सिक्न सक्नुहुनेछ।
साँझ परिसक्यो लाइटहरू जलिरहेका छन् हामीहरू चाहिँ भक्क टोइलेट गएर आउँछौँ है म चाहिँ त्यहाँ टोइलेट गएर आउँछु एकछिन ल जङ्गललाई चाहिँ हाम्रो जङ्गल चाहिँ यतातिर थियो हामी यतातिर जङ्गललाई टाटा बाई बाई गर्दै हामी चाहिँ यतातिर झन्डा कति छ अरे झन्डा झन्डा भातिर जाँदैछौँ है के अगाडि छ झन्डा यो अगाडि छ झन्डा यता जङ्गललाई चाहिँ अब हामीले बिट मारिसक्यो लगभग यता जानु हुँदैन अब किनकि रात परिसक्यो गाडी पनि फोन गरेर मगाइसकेको छन् होइन जुन लागिसक्यो यतातिर गाडी मगाएर अब जाने क्रस यहाँ रहेछ त ल हामी यहाँबाट क्रस हुनेछौँ है हामी पारीबाट रोड क्रस भएर अगाडि आइसकेछौँ पानी जहाज पारीबाट अब हामीलाई रुम जानुपर्छ यतातिर ल हामी झन्डा भाषामा आइसक्यो है ल झन्डा भाषामा आइयो ल है कहाँनिर छ हाम्रो नेपालको झन्डा कहाँनिर छ त कहाँनिर छ साथी देखाउ न त यार च्याप नेपाल झन्डा कहाँनिर छ म देख्दिनँ र यार होइन यो कहाँबाट लिएर जाने माछा लिएर जाने पाउँछ अरे जाउँ न र खिच्ने हो नि नेपालको झन्डै देखिएन यार ल है त ल गाइज हामी चाहिँ अब रुमतिर फर्किन लाग्यो बजारको भ्यू कस्तो लाग्यो हेर्नु होला होइन कमेन्ट गर्नुहोस् यहाँतिर यही हो ल रात परिसक्यो अब चाहिँ हामी रुमतिर जान्छौँ है त ल दुईटा गाडी आउँछ